को तर्फबाट माननीय सदस्य गुरुप्रसाद बराललाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सभामुख महोदय मार्फत म देशको प्रधानमन्त्रीलाई केही गम्भीर प्रश्न राख्न चाहन्छु। सभामुख महोदय, नेपालको भूगोलको कुल भारतसँग जोडिएको सीमा 1880 किलोमिटर छ। सभामुख महोदय, यसमा सीमा स्तम्भको रूपमा 8553 वटा सीमा स्तम्भहरू नेपाल र भारतसँग निर्धारित भएका छन्। सभामुख महोदय, अब हामी यो विषयलाई स्पष्ट हुँदाहुँदै जसरी प्रधानमन्त्रीज्यूले संसदमा रेकर्ड गराउनु भयो कि नेपालले भारतका सीमाहरू मिचिएका छन् भनेर, यो चीज यो ऐतिहासिक दस्तावेजको रूपमा यहाँ अभिलेख भएको छ। सभामुख महोदय, जबसम्म हामीले यो अभिलेखबाट यो चीजलाई हटाउँदैनौँ तबसम्म यो ऐतिहासिक तथ्यको रूपमा रहिरहन्छ। सभामुख महोदय, अहिले परराष्ट्र मन्त्रीज्यूले जे विषय र सन्दर्भहरू यहाँ हामीलाई सम्प्रेषण गर्नुभयो त्यसले पुग्दैन। सभामुख महोदय, यस अर्थमा सबैभन्दा गम्भीर कुरा हो कि प्रधानमन्त्रीले दिने जवाफको जवाफदेही अरू कसैले उठाएर हुँदैन। सभामुख महोदय, आज हाम्रो र भारतको बीचको समस्या जो ऐतिहासिक रूपले तथ्य र प्रमाणित छ, जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानीभित्र हाम्रो भूभाग माथिको जुन विवाद छ, यो विवाद हल गर्नको लागि अहिले मित्रराष्ट्र चीनको भ्रमणको लागि नेपालबाट मन्त्रीज्यू जाँदै हुनुहुन्छ। हामीले त्रिदेशीय बिन्दु हामीले खडा गर्नुपर्नेछ। सभामुख महोदय, यो त्रिदेशीय बिन्दु खडा गर्नको लागि हामीलाई स्पष्ट थाहा छ, हामीले नेपालको जुन भूभाग हो, विवादित भूभाग छ, यो विवादित भूभागलाई हामीले स्पष्ट रूपमा भन्नुपर्दा अहिले टिङ्कर भन्ज्याङको नजिक लिम्पियाधुरामा हामीले 1 नम्बर पिलर जो अगाडि निश्चित छ, अब त्यसबाट 53 किलोमिटर पश्चिमतर्फ हामीले स्पष्ट रूपले नयाँ पिलर खडा गर्नु छ र त्यो नयाँ पिलर नै त्रिदेशीय पिलर हुन्छ। सभामुख महोदय, त्यस अर्थमा नेपाल, भारत र चीनको बीचमा त्यो त्रिदेशीय बिन्दु खडा गर्नुपर्छ र अनि त्यसबाट नेपालको जति भूभाग हो त्यो भूभाग नेपालले प्राप्त गर्नुपर्छ। सभामुख महोदय, यो ऐतिहासिक समयलाई यसपटक भड्किन दिनु हुँदैन। अब हामीले स्पष्ट रूपमा मित्रराष्ट्र चीनको भ्रमण गर्ने जुन तयारी भइरहेको छ, यस बेला मित्रराष्ट्र चीनसँग यो विषय छलफलमा अगाडि ल्याइयो। सभामुख महोदय, त्रिदेशीय बिन्दुको विषयमा युरोपको पनि एउटा सन्दर्भ छ। सभामुख महोदय, आज युरोपमा घाना, बोलिभिया लगायतका देशमा भएको त्रिदेशीय बिन्दु मार्फत खडा गरिएको समाधान गरिएको छ। सभामुख महोदय, त्यसो भएको हुनाले यो त्रिदेशीय बिन्दु कायम गरी मित्रराष्ट्र चीन, भारत र नेपालको बीचमा रहेको यो सीमा सम्बन्धी विवादलाई हल गर्न म गम्भीरतापूर्वक ध्यान दिन्छु। सभामुख महोदय, यसको अतिरिक्त आज देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनु भयो। म सभामुख महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दुधको दुध, पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ।
कमजोरी भए सच्याउन चाहन्छु सभा महोदय। तर विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दर रेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नु भएको छ, यो चिजलाई अम्किन पाइँदैन सभा महोदय। यस दिशातर्फ माननीय अर्थमन्त्रीज्यूको अविलम्ब ध्यान सभामुख मार्फत आकृष्ट गरियोस् र एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ। अन्यथा यस खालका चलनहरू चलिरहने छन् र गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ। यसलाई सदाको लागि अन्त्य गर्नको लागि संसदीय छानबिन समितिको निहायत जरुरी छ। यस दिशातर्फ गम्भीरतापूर्वक म ध्यान आकृष्ट गर्न चाहन्छु सभा महोदय। मान्य सदस्य आफ्नो भनाइ सक्नुहोस्। आज अब हामी यो देशमा सुशासन स्थापना गर्ने एउटा अहम मान्य सदस्य खुशबु ओली।